राष्ट्रिय सम्मेलन आयोजना गर्नुभएको छ। यो सम्मेलन आफैमा विशिष्ट मात्र होइन, आज जुन दिन पारेर एउटा आफ्नो प्रतिबद्धता सहित आफ्नो योजनाहरू र नेतृत्व चयन गर्ने सन्दर्भमा अगाडि बढ्न थाल्नु भएको छ, यसर्थ पनि यो सम्मेलन निकै महत्त्वपूर्ण छ। आजभन्दा 31 वर्ष अगाडि नेपालमा यहाँका श्रमजीवी वर्गका पहरेदारहरू अर्थात् श्रमजीवीका नेतृत्व गर्नका लागि उद्घोष गरिएका आन्दोलनहरू जसरी अगाडि बढेका थिए, त्यो आन्दोलनहरू बिचैमा तुहिएपछि आज हामीलाई यहाँसम्म आएर केही विषयहरू राख्नको लागि आधारहरू तय भए पनि बिचैमा ती आन्दोलनहरू तुहिएर आज फेरि एउटा अलपत्र अवस्थामा पारेको सन्दर्भमा हामीले अस्ति भर्खर मात्र हेर्यौं, नेपालमा जेनजी आन्दोलनले जुन खालको एउटा तरङ्ग पैदा गर्यो र त्यो आन्दोलन पश्चात जुन खालको सरकार निर्माण भयो र त्यो सरकारले जे खालको परिस्थितिहरू यहाँ सिर्जना गरिराखेको छ, त्यसको विरुद्धमा पनि यो सम्मेलनले एउटा महत्त्वपूर्ण कोसेढुङ्गा साबित गरेर आफ्नो योजनाहरू निर्माण गर्नेछ भन्ने कुरा हाम्रो संगठनको तर्फबाट शुभेच्छा राख्न चाहन्छु।